तपाईँ भित्रै छ सफलताको विशाल शक्ति। अब तपाईँले आफ्नो मस्तिष्कको क्षमता थाहा पाउनुपर्छ। त्यो थाहा पाएपछि तपाईँले आफू वरिपरि प्रचुर धनसम्पत्ति छरिएको देख्नुहुनेछ। जीवनलाई सम्पन्न, आनन्द र पूर्ण बनाउने सुनको खानी तपाईँ भित्रै छ, जहाँबाट तपाईँले चाहेको बेलामा आफूलाई आवश्यक कुरा चाहे जति झिक्न सक्नुहुनेछ। तर धेरै मानिस आफूसँग भएको सुनखानीबाट बेखबर छन् र मस्त निन्द्रामा छन्। एउटा चुम्बकीय स्टिलले आफ्नो ओजनभन्दा 12 गुणा गह्रौँ पहाडी उचाल्न सक्छ, तर तपाईँले त्यसमा भएको चुम्बकीय तत्त्व झिकिदिनु भयो भने त्यसले एउटा प्वाख पनि उचाल्न सक्दैन। त्यस्तै मानिसहरू पनि दुई खालका हुन्छन्। एक थरी मान्छे आत्मविश्वास र अठोटले पूर्ण चुम्बकीय गुण भएका हुन्छन्। उनीहरूमा आफूले गर्ने हरेक काममा सफल भएर जन्म सार्थक गर्ने चेत हुन्छ। अर्का थरी मानिसमा चुम्बकीय गुण हुँदैन। उनीहरू सधैँ डर र शङ्काले पुरिएका हुन्छन्। त्यस्ता मानिसले अवसर पाउँदा पनि सोच्छन्, म असफल हुन्छु कि, मैले पैसा मात्रै गुमाउने पो हुँ कि। त्यसो भयो भने त लोकले मलाई गिल्ला गर्छन् आदि। यस्ता मानिसले अवसरलाई चिन्न सक्दैनन्, जीवनमा कहिले अगाडि बढ्न सक्दैनन्, किनभने जो अघि बढ्न डराउँछ ऊ जहाँको त्यहीँ रहिरहन्छ। त्यसैले चुम्बकीय गुणले भरिपूर्ण व्यक्ति बन्नुहोस् र जगतको रहस्य आविष्कार गर्नुहोस्।